मेरो यता खोबरतिर खोबरमा खोइ भयो भित्र हुँदैछ को जाँदैछ छुट्टी एकजना भाइ तपाईँ ड्युटी कहाँ यहीँ है कता अन्तै हो पत्ता ड्युटी के हो तपाईँको ड्युटी के हो मेरो स्टोर किपरमा ठिकै 14 साल भयो साउदीमा राम्रै छ पढ्न भन्दा नजिकै हो फेरि मोबाइल चलाएर बस्न भन्दा त्यही त अलिकति पैसा आयो यहाँ आएपछि त पैसा नि आउँछ टाइम पास पनि रुममा बसिरहनु बिमार हुन्छ अब यहाँ फेरि काम हुन्छ टाइम पास भयो टाइम पास पनि भयो आफूलाई खाना 2-4 पैसा नि आयो हामी दुईजना पनि जान्छु बङ्गालीहरू पहिला त यहाँ त यहीँसम्म लाउँथ्यो सामान अहिले त बल्दियाले पालन सिटी बनाइदियो ठ्याक्कै लाउँदैन दिन है सब्जी हटाइदियो यता सब हटाइदियो सब्जी पनि हटाओ पुरा साफ एकदम क्लिन दोकान आफ्नो होइन यिनीहरूले त लास्टै गरेको थियो क्या हद गरेको थियो म त पुरै सिटी हालिदिन्थ्यो त तेरो त्यस्तो मलाई दिइहाल्नु लफडा हुने भएको म त मान्छेले हेर्नु पाउँदैन ठेलेर फेरि ल हद गरेको हो तर चाहिँ कहाँ हो होगा भाइ कतिमा 180 देख लो कति 10 रुपियाँमा छोड्छ हो 180 मा दियो ठिक छ के यो यार 260 भन्दै थियो राम्रो खाके कोरियाको कहिले जाँदै हुनुहुन्छ ए 75 गर्नु काजु बदाम चकलेटहरू पनि यसको यहाँ नयाँ खुल्यो मिलाएर दिन्छ यहाँ अगाडि उठ्ने अब अर्को हप्ता आउनु न एकैचोटि बोकेर फेरि सामान भयो भने फेरि फाल्नु पर्छ तमाकु चाहियो किलो गर्नुपर्छ नि किन्नुपर्छ अब नभए फाइदा छैन किने गरेर आफ्नो किलो किन हुन्छ काजु बदाम चाहियो भने छकेर आउनु ल म चाहिँ भित्र ल हाम्रो घरतिर आएको है ओके ल आइरहनु है त्यसो आउँदा ल अबे भाग अबे मुझे लेके गयो त अब नै चाहिँ ढक